ल सुशीला कार्कीज्यूको एक्सपर्टिजमको कुरा गरौँ। उहाँको अनुभव केमा छ? खराब संविधान पढेको बाहेक कुनै अनुभव छैन, खराब कानुन पढेको बाहेक कुनै अनुभव छैन, जनतालाई नचाहिने कानुन पढेको बाहेक अर्को कुनै अनुभव छैन। त्यो पनि कति पढेको? अहिलेको जेनजीको पुस्ताले भन्दा कम पढेको, जम्मा ब्याचलर पढेको। हेर्नुहोस् है, जम्मा तपाईँ हामीले भन्दा कम पढेको। अनुभव चाहिँ केमा धेरै छ? काङ्ग्रेसको कार्यकर्ता कसरी भएर वकिलहरूको सङ्गठनको नेता हुन पाइन्छ भन्ने अनुभव राम्रो छ। उहाँले त्यही गरे, आजीवन काङ्ग्रेसको कार्यकर्ता हुनुहुन्थ्यो, काङ्ग्रेसको तर्फबाट टिकट पाएर चुनाव लडेर बारको नेतामा जितेको। एक, काङ्ग्रेसको कोटाबाट न्यायाधीश नियुक्त भएको। दुई, दलहरूले दिएको सूचीबाट खुरुखुरु न्यायाधीश नियुक्ति गरेर दलको न्यायालय नेपालमा स्थापित गरेको पहिलो मान्छे उहाँ हो। उहाँले मैले कुनै पनि मेरो सूची थिएन, दलहरूका नेताले दिएको सूचीबाटै न्यायाधीश नियुक्त गरेको हुँ भन्नुभएको छ। प्रधान न्यायाधीशले त के गर्थ्यो? कुनै सूची लिँदैन थियो, सिधा सिधा भनिदिन्थ्यो त्यो बेला, होइन? उहाँसँग अनुभव छ, तर खराब अनुभव बाहेक केही पनि छैन। उहाँसँग नेता कसरी रिझाउने, कसरी तपाईँको चाहिँ 10 करोड माग्न आएको थियो, दिन आएको थियो, मैले लिन भनेर आधा मात्रै प्राप्त गरेपछि अरू चाहिँ पाइन भनेको हो कि हो भने त हामी जस्तो मलाई तपाईँको चाहिँ 1 करोड दिएको थियो स्वागतजी, 86 लाख मात्रै तपाईँलाई दिन्छु, यो मुद्दा तपाईँले बहस नगरिदिनु पर्यो भनेर मेरै लफममा आएको कुरा, मेरै सीसीटीभी फुटेज मैले देखाइदिएको थिएँ त सार्वजनिक। तत्कालै उहाँले त्यति बेलै त्यो 10 करोड दिन आएको प्रस्ताव गर्ने मान्छेले पनि अपराध गरे हुन्छ। प्रतिवेदन उठाएर प्रधान न्यायाधीशले सिधै मुद्दा चलाउन सक्ने कानुनी व्यवस्था छ, उहाँले त्यो गर्नु भएन।